सो हे गाइज वेलकम टु माई न्यू ब्लग। सो आज चाहिँ म बिहान अघि उठिसकेर पुरै खाजासाजा भएर मौसम चाहिँ एकदम भनौँ न गर्मीको सिजनमा एकदम दामी मौसम भइरहेको छ र म उठेर यहाँ रुमसुम एकदम दामी यतिकै पारेको छु। यो चाहिँ यहाँ थियो, यसलाई यहाँ सारेर टक्क हल्का यो तार यहाँबाट जोडेर ज्याक जोडेर नभए एउटा मात्र ज्याक छ नि त, त्यही भएर यहाँ जोडेको छ। अनि यो यस्तो अलिक बिल्लै छ रुम चाहिँ होइन, त्यही पनि अलिकति दामी सरसफाइ गरेको थिएँ। र अब तपाईँहरूलाई म बाहिरको वेदर देखाउनेवाला छु कस्तो छ, हेर्नु होला। सो गाइस वेदर चाहिँ एकदम पानी परिरहेको छ, यहाँ हेर्न सक्नुहुन्छ है, पुरै पानी परिरहेको छ। बाहिरको सिन अब तपाईँहरूलाई देखाउँछु, यस्तो छ पुरै। सो गाइस म चाहिँ यहाँ बाहिर यसो वकिङमा आइदिएको थिएँ, यसो मौसम हेरौँ भनेर, तर ओभर राम्रो देखिरहेको छ। यहाँ हेर्न सक्नुहुन्छ, यो ठाउँ चाहिँ ठ्याक्क मोरङ जिल्लाको लेटाङ भन्ने ठाउँ हो, उत्तरी भागमा पर्दछ। एकदम दामी देखिरहेको छ। यहाँ परको चाहिँ हिजो अस्ति भर्खर बनेको नयाँ उतो अन्तर्धार्मिक पार्क हो गाइस, एकदम दामी छ, आउनु होला तपाईँहरूलाई। यस्तो बवाल छ, तपाईँलाई म अब सिनेमेटिक अलिकति सिन देखाउँछु। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ यतातिर चाहिँ धानको बिउ भइसकेको छ राख्ने बेला। म चाहिँ घाँस काट्न आएको छु होइन, यहाँ अब चट्टा लगाएर बाख्रा साख्रा पालिएको छ, घाँस काट्नु पऱ्यो हल्का। यस्तो ठाउँमा आएको छु, यहाँ चाहिँ सर्प र मच्छरको चाहिँ ओभर डर हो, अरू त्यस्तो केही हुँदैन। मच्छर यत्तिकै घुमिरहेको छ, यता हेर्न सक्नुहुन्छ, नदेखेको होला, ओभरै मच्छर छ यहाँ। अब घाँस सास काटेर अनि चाहिँ म घर गएर भयो भने हेर्नु होला, यो भिडियोलाई इन्जोय गर्नु होला। सो त्यही नै हो, अब घाँस सास काट्छु गाइस, हेर्नु होला। घाँस यहाँ काटिसक्यो, हेर्न सक्नुहुन्छ, यति त्यहाँदेखि यता अनि यति काटियो, ओभरै थियो यहाँ। सो यस्तो भइसक्यो, यति काटेको मैले चाहिँ होइन, यति एक बोरा काटिसकेँ। सो मेरो चप्पल चाहिँ अलिक गिद्दियो चुडियो। मौसम दामी छ, खुला भइरहेको छ आकाश, यति सुपारी बारी हो, यहाँ चाहिँ सर्प हुने चान्स हुन्छ। सो गाइस मैले घाँसहरू काटेर आइसकेँ। गाउँघरमा यस्तै हो, गर्नुपर्छ। अब गाउँघरको लाइफस्टाइल यहाँ हेर्न सक्नुहुन्छ, घाँस त्यहाँ अलरेडी थियो, यो चाहिँ ड्याडले ल्याउनु भएको र यहाँ मैले एक बोरा ल्याइसकेको छु पुरै खादी। सो यहाँ चाहिँ मेरो खाजा तयार हुँदैछ, हेर्न सक्नुहुन्छ। यसलाई चाहिँ म उसिन्दैछु, अन्डा अनि चना मटरलाई। अब यो खाएर एकछिनमा हल्का हो अनि एकछिन बाहिर जान्छु, हेर्दै गर्नु होला। बाहिरको सिनहरू एकदम लेटाङ चाहिँ दामी छ ठाउँ, तपाईँहरूले गुगलमा गएर सर्च गर्न सक्नुहुन्छ। एकदम पाहाडको पनि मुनितिर हो क्या, फेदतिर हो, त्यही भएर। सो हेर्न सक्नुहुन्छ गाइस, यो भिडियोलाई हेर्दै गर्नु होला। सो गाइस अब चाहिँ म हल्का वर्कआउट गर्छु, त्यस पछाडि म बाहिर जान्छु घुम्नलाई। सो चाहिँ एकछिन यहाँ माथि निस्केको थिएँ, हाम्रो कपिल साथी यहाँ बाइक भेटिसकेको छ। साथी घुमाउन लगाउन हो, ल भाइ साथीको बाइकमा तिनजना ए मजाले उडाउँदैछ उसले चाहिँ बाइकले जस्तो चाहिँ राखिरहेको छ। तर यो
हामी एउटा होटल एकदम दामी खालको भ्यू बबाल खालको देखिरहेको छ यहाँ आएर बसिरहेको छौँ अगाडि भ्यू हेर्न सक्नुहुन्छ Kinda tired trying at the same shit. Kinda tired trying to give a fuck. Saving grace has never hit the same end. I've been running out of luck, yeah. Said I've been running out of luck, yeah. Said सो गाइस सम्म चाहिँ म कुदेर गएको थिएँ आज बाइकमा जाँदैछु फर्स्ट टाइम त होइन म धेरैचोटि गएको छु सम्म चाहिँ एकदम दामी छ बाटो I've been running out of luck, yeah. Said I've been running out of luck, yeah, 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 yeah. Kinda tired trying at the same shit. सो गाइस पानी परेकोले हल्का अफ रोडिङ बाटो थियो हेर्न सक्नुहुन्छ यहाँ कपिलजीले त्यही पनि कुदाउनु हुँदैछ Kinda tired trying to give a fuck. Saving grace has never hit the same end. I've been running out of luck, yeah. Said I've been running out of luck, yeah. Said I've been running out of luck, yeah. Said I've been running out of luck, yeah, 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 yeah. आएको ठाउँ फेरि आएँ म चाहिँ चट्टा लाएर यही हो अस्ति आएको ठाउँ यहीँबाट भ्यू देखेर तपाईँहरूलाई मैले यहाँको सब एक्सप्लेन गरिदिइसकेको थिएँ गाइस अब चाहिँ हामी यहाँ आएर हामी अब निस्किन आँटेको बजार अब चाहिँ हामी जान्छौँ पाउन ओइ लु जोत्तु हान्दै त्यसले त ल ओइ ओइ जोडी ओइ ओ केटाले त कुदाएछ ओ भाइले पक्न क्या हानु यार यसले हामी चाहिँ कपिल साथीकोमा आइसक्यौँ यहाँ पसलमा सुन पसल हो अब चाहिँ हामी चाहिँ चट्टा ल्याएर घरतिर जाँदैछौँ अब एकछिनतिर भेट्छौँ सुनमा पार्क जान्छौँ आज चाहिँ म खोला जान्छु भनेर सोचेको ठ्याक्कै कपिल साथी आएर एकछिन नास्तिर गएको थियौँ यहाँ हाम्रो सरको हेडक्वार्टरबाट फोन आयो त्यस्तै छ मौसम बिहाइन्ड द सिन केटाहरू पुरै मस्त यहाँ गोबर झन्डै टेकेन दामी छ मौसम एकदम यहाँ अङ्कलको हाम्रो चिनेको अङ्कलको टेम्पो गइसकेको छ हामी अब हिँड्दै चट्टा ल्याएर जाने हो अब तपाईँलाई पार्कमा गएर भेट्छु गाइस म चाहिँ पार्कबाट अब निस्किँदैछु मलाई चाहिँ यहाँ एउटा कुरा चाहिँ अहिले दामी लागेको छ डस्टबिन सस्टबिनको व्यवस्था रहेछ यहाँ नगरपालिकाले हो कि वाडाले हो राम्रो गरिदिएको अब चाहिँ म यहाँबाट निस्किन्छु होइन हाम्रो यहाँ दाईहरू एकदम दामी खालको दाईहरू भेटेको दाई र एउटा दिदी भेटेको थियो एकदम उहाँ पनि भ्लगरहरू हुँदो रहेछ सो रातिको सिन चाहिँ बबाले हुन्छ यतातिरको सो म चाहिँ यहाँ अब चट्टा लगाएर यो पार्कको अगाडि एकदम के भन्छ यसलाई चिल्ड्रेन पार्क अगाडि हो के भन्छ त खा चिल्ड्रेन पार्क हो यहाँ एकदम पानीपुरी सानीपुरी खाजा खान बसेको छौँ यहाँ कपिले छ ए कुद्ने गर्नु हेर्नु यहाँ गाइस कुद्नेको यहाँ अब चट्टा लगाएर एकछिनमा पानीपुरी सानीपुरी एटा खानेर हामी निस्किन्छौँ यत्रो अघि उहाँ माथि गएर हानेर पनि यहाँ अझै यत्रो खाने भन्छ केटाहरू चाहिँ म चाहिँ अब सक्दिनँ जस्तो छ कपिले पहिलो एटा खानिसकेको छ केटा हो है यसको सो गाइस घर पनि आइपुग्यो अब चट्टा लगाएर खानासाना खाने हो सो थ्याङ्क्स फर वाचिङ सी यु इन द नेक्स्ट ब्लग सो कस्तो लाग्यो आजको यसो आफ्नो प्रतिक्रिया दिनु होला कमेन्टमा सी यु इन द नेक्स्ट भिडियो